उहाँ चाहिँ एकजना आम नागरिक। भिडियो सुरु हुनुभन्दा अगाडि चाहिँ यो चाहिँ यस भिडियोमा चाहिँ कर्म र फल प्राप्ति सम्बन्धी कुराहरू देखिरहेको छ। एकदम इमोसनल छ। अन्त्यसम्म हेरेर साथ दिनु होला। उहाँ बाटोमा हिँडिरहेको हुनुहुन्छ, माथिबाट पानी झर्छ। त्यहाँ साइडमा चाहिँ एउटा गमला सुक्खा लागिरहेको हुन्छ। उहाँले गमलाले त्यहाँ राखिदिनुहुन्छ। फेरि आफ्नो बाटो लाग्नुहुन्छ। बाटोमा एकजना आमा क्रस गर्न नसकेर बसिरहेको हुनुहुन्छ। उहाँलाई पनि हेल्प गर्नुहुन्छ र खाना खान जानुहुन्छ। अब खाना खान जाँदाखेरि कुकुर आएर खाना माग्छ अनि उहाँले आफ्नो खाना राखेर दिन्छ। त्यतिखेर होटलको सब पनि छक्क पर्छ होइन। अब बाटो हिँडिरहेको हुन्छ, दुईजना आमा र छोरी माग्न बसिरहेको हुन्छ होइन। अब उसको मन त्यही हो, कमाउला छ, उसले पैसा दियो। मान्छे देखेर छक्क परिरहेको हुन्छ। हाम्रो रुममा जान्छ, एउटा बुढी मान्छे हुन्छ, उहाँको ढोकामा जहिले पनि सर्लक गर्न कहीँ रोकेर राखिदिनुहुन्छ। भोलिपल्ट आउनुहुन्छ त्यही बाटो, त्यहाँ गमलामा पानी बगिरहेको हुन्छ। त्यही आमा हुनुहुन्छ। त्यो आमालाई फेरि हेल्प गर्न जानुहुन्छ। उहाँले हेल्प गर्नुहुन्छ। उहाँको अब फेरि खाना खान लाग्नुभयो। फेरि कुकुर आयो, कुकुरलाई फेरि खुसी साथ दिनुभयो र बाटोमा हिँड्यो। बाटोमा आफूसँग पैसा छ छैन थाहा छैन, त्यही पनि ती दुईजना बच्चा र आमालाई दिनुहुन्छ। अब उनीहरूले चाहिँ लिनै नमान्ने अवस्था आइसकेको छ होइन। अब गाडीमा चढ्नुभयो। गाडीमा चढिसकेपछि फेरि गाडीमा उभिरहेको मान्छेलाई सिट त उहाँले छोड्नुहुन्छ। आफू भोके होस्, आफूसँग केही नहोस्, त्यही पनि उहाँले चाहिँ हरेक दिन चाहिँ मान्छेहरूलाई चाहिँ सहयोग गरिरहनु भएको हुन्छ। अब सधैँ चाहिँ दोस्रो दिन फेरि त्यही सुरु हुन्छ। बाटोमा हिँड्ने, सहयोग गर्ने, सबैजनालाई सहयोग गर्ने र आफू खुसी हुने। अब कुकुरलाई पनि सधैँ चाहिँ त्यही दिइरहेको हुन्छ। अब त्यही बाटो हिँडिरहेको हुन्छ। बाटोमा हिँड्दा हिँड्दा अब कुकुरहरू पछि लाग्यो। अब पैसा दिनको लागि सधैँ चाहिँ ऊ त्यहाँ आएर रोकिन्छ। अब छोरीलाई देख्दैन, छक्क पर्छ। साइडमा यसो हेर्छ, छोरी मान्छे सानो बच्चा स्कुल जान थालिसकेको हुन्छ। अब ऊ भावुक भयो किनकि उसले गरेको कर्मको चाहिँ फल अब प्राप्त हुन लाग्यो कि यहाँबाट। किनभनेदेखि उसले दिएको पैसाहरू चाहिँ सही ठाउँमा सदुपयोग भइरहेछ। सबै मान्छेहरू छक्क परिरहेछ होइन। बाटोमा खुसी साथ हिँड्छ। कुकुरलाई पनि त्यत्तिकै खुवाइरहेको हुन्छ। कुकुर उसको पछि लागेर हिँडिरहेको हुन्छ। अनि त्यसपछि उसले सहयोग गर्न छोड्दैन। आफूसँग होस् नहोस् उसले हरेक दिन सहयोग गरिरहेको हुन्छ। तर अब उसले चाहिँ सबैबाट माया लिइरहेको हुन्छ। अब आफूले गरेको कर्मको फल प्राप्ति हुन्छ। उसँग सबैजना खुसी हुन्छन्। यतिखेर अब कुकुर छ, उसलाई सहयोग गर्यो। गमला पनि हरियो भयो। त्यसैले चाहिँ कर्म गर्नुपर्छ। फल अहिले आओस् या पछि अवश्य मिल्छ। त्यसैले मद्दत गर्न सिक्नुहोस्। कतिपय कुराहरू चाहिँ पैसा तिरेर पनि प्राप्त गर्न सकिँदैन। धन्यवाद।